सन् 1992-93 एउटा यस्तो खालको यिनीहरूले पोलिसी ल्याइदियो कि प्राइभेटाइजेसन लिबरलाइजेसन इकोनोमिक जोनसम्म बनाउने भनेर चाहिँ एउटा यो खालको होइन प्रलोभनको लड्डु चाहिँ फाल्यो के त्यसले आज भारतमै सुरु भएको थियो तर त्यो भारतदेखि अहिले नेपालमा समस्या आयो अनि नेपालको सम्पूर्ण सरकारी महत्त्वपूर्ण मान्छेलाई चाहिने त्यो देशमा होइन शिक्षा संस्थान एजुकेसनको हेल्थको कुरा हस्पिटलको कुरा अब फाइनेन्सियल टक्सारहरू ब्याङ्कहरूको कुराहरू सबै अब सरकारदेखि व्यक्तिको हातमा गइसक्यो हजुर यो के राम्रो हो त यसले के असर गर्ला होइन यसलाई दुवै दृष्टिकोणबाट हेर्न सकिन्छ अनि हामीलाई बेरेहरूले पनि सराप छ सराप्दैन त सम्पत्ति धेरै छन् पुर्खाहरू बाउ बाजेले धेरै छन् सबै त्यही भएर यहाँ चाहिँ सरकारी स्कुलमा बच्चा पढाउनु पर्छ भने मोटिभेट हुँदैछ क्याचमेन्ट एरियाको जो हाम्रो घुरेनमै भएको स्कुल चाहिँ मर्ज भएर जान्छ अब यो सामुदायिक स्कुलहरूको अभिभावकसँग प्राइभेट स्कुलले कसरी सरकारी स्कुलको जरा उखाल्दैछ त्यसमा चाहिँ घर दैलो कार्यक्रम गरेर एकजनाले मात्रै त लाउने कुरा भएन आफू मात्रै यता लायो उनीहरू फेरि बोर्डिङ पुऱ्यायो भने सब सल्लाह गरेर एकै ठाउँ लाउँ भने सबैले लाउँ राम्रो त्यही भएर देखाउँ बच्चा भएकोहरूलाई त्यसो त यसपालि धेरै नै केटाकेटी छन् अहिले हामी घर दैलो अभियानमा सरकारी स्कुल कसरी बचाउने भन्ने ल जाउँ र यहाँ चाहिँ हाम्रो स्कुलको आउनुभयो अध्यक्षज्यू हुनुहुन्छ शिशिर जुबुले मङ्गोलज्यू ल तपाईँले भनिदिनु त अध्यक्षज्यू अब जाउँ यो अभियान किन यो त्यही हो सामुदायिक स्कुलहरू चाहिँ बिस्तारै विद्यार्थीको सङ्ख्या घट्दैछ अब ठुलो ठुलो क्लासमा त विद्यार्थी 5 देखि माथि त प्राय पाउन सकिन्छ साना नानीहरू चाहिँ खालि बोर्डिङको जुन नर्सरी एलकेजी युकेजीको जुन संरचना छ सानै उमेरदेखि चाहिँ बच्चाहरूलाई चाहिँ अलिकति इङ्ग्लिस सिकाउने भन्ने जुन अभिभावकको चाहिँ एउटा बुझाइ छ होइन इङ्ग्लिस भाषा चाहिँ अनिवार्यता छ अब सम्भवतः त्यही कन्सेप्टले गर्दा पनि होला सबै मान्छेले चाहिँ सामुदायिक स्कुलमा भन्दा अलिकति त्यो इङ्ग्लिस भाषा चाहिँ बोर्डिङमै अलिकति गुणस्तरीय हुन्छ भनेर त्यो आशाले पनि लगाउनु भएको होला अब अहिले सामान्य यो अधिराज्यकै समस्या देख्छु सामुदायिक भवनको सामुदायिक स्कुलको संरचनाको सामुदायिक स्कुलको पाठ्यक्रमको यो सम्पूर्ण चिजहरूको संरचना अब विषयवस्तुले गर्दा पनि होला अलिकति मानिसलाई चाहिँ अलिकति विश्वास त नभएको र उता अलिक बढी विश्वास बढेको हुनसक्छ प्राइभेट सेक्टरबाट जाँदाखेरि या चाहिँ अब बोर्डिङबाट पढेर जाँदाखेरि चाहिँ धेरै होइन विदेशतिर पनि छिटो रोजगारहरू पाउने अब धेरै अवसरहरू प्राप्त हुने अब सामुदायिक स्कुलबाट जाने सम्भावना चाहिँ अब अलिकति चुनौती भाषाकै चुनौती मेन चाहिँ देखियो क्या प्राय मान्छेको बुझाइ पनि त्यो भएको होला अभिभावकहरूमा पनि गाडी आउँदैछ अनि होइन अब यहाँ खाजा पनि खुवाइदिने निःशुल्क हो भन्दा पनि होइन हामी आफ्नै खाजा खुवाउने पैसा पनि धेर तिर्छौँ भन्ने चाहिँ के भएको यसरी हुँदैन यो जुन बुझाइको समस्या छ हामीले जुन सामुदायिक स्कुल र प्राइभेट स्कुलको 2-3वटा कुराहरू देख्छु म चाहिँ मेरो अनुभवले चाहिँ जस्तो कि प्राइभेट स्कुलको जुन कुरा छ सामुदायिक स्कुलको कुरा छ यसको चाहिँ मैले 2-3वटा कुराहरू बुझेँ एउटा चाहिँ हामीले पैसा दिएर खाजा दिएर समस्याको हल देख्दिनँ हैन पहिलो कुरो हामीले हाम्रो सामुदायिक स्कुलहरूलाई प्राइभेट स्कुल सरह एउटा चाहिँ कम्पिटिटरको रूपमा उभ्याउन सक्नु पर्यो त्यो खालको गुणस्तर विकास गर्नु पर्यो हैन अब हामीले हाम्रो संरचनाहरूलाई नै सुधार गर्न सकेनौँ र प्राइभेट स्कुललाई मात्रै गाली गर्यौँ भने त्यो समस्या समाधान हुँदैन सरकारले के गर्नुपर्छ यसको लागि यो समाधानको लागि यो त व्यक्तिले गरेर त हुने नहुने भइसक्यो नि त्यो शिक्षाविद त होइन र त्यस्तो विज्ञ पनि होइन सामान्यतया मैले मेरो अनुभवमा चाहिँ प्राइभेट स्कुलहरूलाई पूर्ण रूपमा बन्देज गर्नुभन्दा पूर्व
हामीले सामुदायिक स्कुलहरूमा गर्नुपर्ने सुधारहरू के छ त्यो सुधार गर्नलाई 2-3 वर्ष पक्कै लाग्ला। त्यो सुधार गरिसके पछाडि बिस्तारै यसलाई चाहिँ सामुदायिक स्कुलमा चाहिँ कन्भर्ट गर्न सकिन्छ, प्राइभेट स्कुलहरूलाई यसरी जान सकिन्छ। आजको भोलि नै फेरि यो चाहिँ पूर्ण रूपमा चाहिँ प्राइभेट स्कुलहरूलाई ध्वस्त बनाएर सामुदायिक स्कुल बनाइहाल्ने भन्ने कुरा चाहिँ छुमन्तर चाहिँ हुनेवाला छैन। त्यो त हुँदैन। अनि अब यो अभियान यो पहिले पनि अभियान भएको थियो है? यस्तो अभियान चाहिँ सम्भवतः 5-6 वर्ष अगाडिदेखिको हाम्रो यो विराम चाहिँ हाम्रोमा मात्रै होइन, धेरै विशेष गरेर चाहिँ निमा र प्रावि स्कुलहरू र त्यसमा पनि विशेष गरेर चाहिँ तराईको स्कुलहरू भन्दा पनि पहाडी हिमाली जिल्लाहरूको स्कुलहरूमा चाहिँ अलिक बढी समस्या छ। अब सहर केन्द्रित सबैजना अब त्यही हो, सेवा सुविधा शिक्षा दीक्षाका लागि नै मान्छेहरू स्वास्थ्यका लागि नै सहर केन्द्रित भए गाउँहरू खाली हुँदैछन्, मानिसहरू त्यही अनुसारले पलायन हुँदैछन्। अनि जुन इङ्ग्लिस भाषाको चाहिँ जुन एउटा लहर चलेको छ अभियान जारी छ। सन् 1992-93 प्राइभेटेसन लिबरलाइजेसन भनेर भारतमा त्यहाँको शासक लुटेर बिचौलिया कमिसनखोरी बाहुनहरूले सुरु गरेको अभियानले आज प्राइभेटेसनको कारण सम्पूर्ण नेपालमा असर परेर यहाँको सरकारी विद्यालय, ब्याङ्क, उता टक्सार होइन, उता हेल्थ हस्पिटलहरू बन्द भइसकेको अवस्था। त्यसमा चाहिँ सरकारी विद्यालयमा विद्यार्थी नभएको कारणले कसरी चाहिँ अब सरकारी विद्यालयमा चाहिँ विद्यार्थीहरू ल्याउने, अन्त विद्यार्थीहरू दिनु पर्यो है भन्ने अभियान जारी छ। यसकै अभियानमा चाहिँ हामी यहाँ अहिले शङ्खसभा खानप 4 को यहाँ सरकारी विद्यालयको यहाँ हेड सर, स्कुल अध्यक्ष सर, अभिभावक सबै घुम्दैछौँ विद्यार्थी माग्ने क्रममै। अनि केटा हामी त यो बच्चा उयो गर्दै घर दैलो गर्दै आएको होइन। अनि लु बच्चा हाम्रो स्कुललाई चाहियो, नभए बाजेहरूले शराब खेलेर बाजेहरूले त्यत्रो दुःख गरेर उयो गरेको यो जन्माको स्कुल होइन हो नि। अनि हामी त्यहीँ पढेको, गाउँहरू सबै त्यहीँ नै पढेको। खुट्टा चाहिँ अनि बच्चा आजदेखि भर्ना अभियान सुरु भएकोले हामी भर्ना अभियान भएकै दिन औषधि होइन घर घरमै ठुलो जग्गा त फेरि उतै गरिखेको थियो। लु यता ल्याउनु पऱ्यो केटा, हाम्रो स्कुल डुब्ने भयो। बरु कस्तो खालको शिक्षा चाहिन्छ भन्, हामी त्यो गर्न तयार। उता पैसा नदिहाल। अस्ति नै भर्ना गरेर नाम सबै पैसा दिइसकेको छ। फेरि यता ल्याउनु पऱ्यो, स्कुल थाम्नु हुँदैन त्यसो। नाम आउने कुरा चाहिँ के भइरहेछ नानीको? त्यो चाहिँ अहिले भएकै छैन हौ। फर्म भरेको होला यिनीहरूले, धमाधम पैसा दिइरहेको त्योमा पैसा पुगेको छ। अहिले चाहिँ हामी घर दैलो कार्यक्रममा छौँ। यहाँ हाम्रो सर हुनुहुन्छ गणेश सर, 45 सालदेखि स्कुल पढाउँदै गर्नुभएको। अनि हाम्रो हेड सर हुनुहुन्छ यहाँ रुद्र सर। र हामी चाहिँ यहाँ चाहिँ अब घर दैलो अभियान, यहाँ चाहिँ अब विद्यार्थीहरू कसरी भरेर चाहिँ स्कुल चलाउने भन्ने अभियानमा जुन यहाँ 2 लाख 3 लाख चाहिँ अब यहाँ चाहिँ सरकारी विद्यालयको टिचरहरू सरहरू चाहिँ अब बेरोजगार भएर घर जानुपर्ने स्थिति हुँदैछ। बट्टाबट्टै यहाँ बन्द हुँदैछ अब स्कुलहरू, सरकारी विद्यालयहरू। यो दुःखद हो। यसलाई चाहिँ निजीकरणलाई चाहिँ अब कसरी माइनस गर्दै सरकारीहरूलाई चाहिँ अगाडि बढाउने भन्ने कुरा सरकारले गर्नुपर्ने इम्पोर्टेन्ट छ, महत्त्वपूर्ण कदम चाहिँ चाल्नुपर्ने देखिन्छ। हिँडेको बच्चाहरू भएकोमा अनि देल्ने पनि बच्चा भएकोले यहाँ पनि आयौँ, बालकुमारकोमा पनि जान्छौँ होइन।
परबाट चाहिँ प्रतिक्रिया कस्तो आयो भने डाँडाबाट चाहिँ सबैको ल्यायो भने मेरो पनि ल्याउँछु होइन, पढाइ राम्रो होस् भन्ने खाले प्रतिक्रिया आयो। अनि यहाँ बेल्नेकोमा पनि बच्चा छ, जाउँ न त रिक्वेस्ट गरी हेरौँ भनेर आएको। त्यही हो अब अरू त के भन्नु र, अब पढाइ राम्रो र अब उयो भयो भने त अब त्यही हो, यहीँ माथि नजिक नि त सरकारीमा हो पनि, तर पढाइ चाहिँ अब राम्रो र अब विद्यार्थी पुग्यो भने त त्यही हो। त्यसो गरौँ न। अनि नाम टिप्दै टिप्दै हिँडेको आज। अनि हामी माथि कोचे गाउँ 3वटा टोल घुम्छौँ होइन, बच्चा भएको भएन यसरी रिक्वेस्ट गर्दै गर्दै जान्छौँ। अनि बेल्ने पनि यो बच्चाको नाम चाहिँ लेखेर जाउँ भन्छ। अनि बेबेहरूले त सराप्दैन त, त्यत्रो स्कुल जन्माए, त्यो जान्दाखेरि त्यत्रो स्कुलको जग्गा जमिन छ, त्यो सबै जान्दाखेरि त अनि बेबेहरूले त सराप्छ त हामीलाई त हौ। एक वर्ष भयो नि हामी उता लगेको। हुन्छ, उसलाई हामी यहाँ त्यही खाले व्यवस्था गर्छौँ नि त। यहाँ पनि त छ नि त हाम्रो क्लासमा, हामी बुक पनि त्यही खाले छ। पढाइ हामी त्यो खाले अभिभावक सँगै राखेर अभिभावकको गुनासो सुनेर त्यही खाले पढाइ गर्छौँ होइन सर। अब त्यसरी अगाडि बढ्नु पर्यो नि, हामी जमाना अनुसार हामी पनि चल्न पर्यो। त्यसो गरौँ न। सरकारी स्कुललाई थाम्नु नाम लेखाएको भन्दा नि त्यतिकै त 100 यो दाजु हुँदाखेरि चाहिँ पठाइने छ। त्यतिकै दाजु पनि यहाँ बच्चा माग्दै माग्दै सरकारी स्कुल कसरी थाम्ने भन्नेमा हामी घर दैलो गर्दै अभियान भइरहेछ है। यो सरकारले पनि निगरानी गरोस् कि निजी स्कुलहरू खारेज गरोस् हाम्रो बालन सरकारले होइन। अनि बल्ल सरकारी स्कुलहरू फस्टाएर जानेछ। निजीकरणले ध्वस्त भएको विद्यालय चाहिँ कसरी फेरि सरकारी विद्यालयलाई चाहिँ पहिलेको जस्तै यथावत राख्ने भन्ने कुरामा चाहिँ यहाँ चाहिँ घर दैलो अभियान हुँदैछ। भर्नाको लागि बच्चाहरू माग्दै गाउँ गाउँ घर घर यहाँ हाम्रो स्कुल अध्यक्षज्यू, हेड सर, यसरी अभिभावकहरू यसरी हिँड्ने क्रम जारी छ। सम्पूर्ण साथीहरू के छ तपाईँहरूकोतिर सरकारी स्कुलको स्थिति, हस्पिटलको स्थिति, तपाईँको फाइनेन्सियलहरू, यो महत्त्वपूर्ण छ साथीहरू। यो बालबालिका विद्यालयमा चाहिँ विक्रमसम्म 2045 सालदेखि अहिलेसम्म यत्रो लामो समय चाहिँ गुरु भएर काम गर्नुभएको छ हाम्रो गणेश तम्मु गुरुङजी हुनुहुन्छ सर। सर, अब यो स्कुल सरकारी विद्यालय तपाईँले यत्रो लामो समय योगदान गर्नुभएको विद्यालय त सबै विद्यार्थी नभएर बन्द हुनेवाला छ, यो दुःख लाग्ने कि खुसीयाली कुरा जस्तो लाग्छ? स्वाभाविक रूपमा यो अत्यन्त दुःख लाग्दो कुरा हो। यो हाम्रो खास गरी विद्यालयमा विद्यार्थी सङ्ख्याहरू अत्यन्त न्यून हुनु, दिन प्रतिदिन घट्दो अवस्थामा हुनु, हाम्रो यो वरिपरि रहेका यो हाम्रो यो विद्यालय सेवा क्षेत्रभित्र विभिन्न खाले बोर्डिङ स्कुलहरू स्थापना भए। जुन हाम्रो एउटा कुइना बोर्डिङ स्कुल भनेको विदेशी संस्थाबाट सञ्चालित स्कुल हो। त्यहाँ विभिन्न विदेशी सेवा सुविधाहरू समेत उपलब्ध गराउने भएको हुनाले यहाँका अभिभावकहरू त्यहाँ बढी मात्रामा लालायित आकर्षित हुने स्वाभाविक हो। त्यहाँनिर बढी मात्रामा आफ्नो बच्चाहरूलाई चाहिँ त्यहाँ आफ्नो बच्चाको भविष्यहरू त्यहाँ राम्रो हुन्छ भन्ने हाम्रो अभिभावकहरूको बुझाइ भएको हुनाले सरकारी विद्यालयमा विद्यार्थीहरू ल्याउन नमान्ने, सरकारी विद्यालयलाई विश्वास नगर्ने यस्ता कारणहरूद्वारा सरकारी विद्यालयको विद्यार्थीहरू दिन प्रतिदिन दिनानुदिन ह्रास हुँदै गइरहेको, धराशायी भइरहेको, सरकारी विद्यालयहरू यो तरिकाले धराशायी भइरहेको मेरो चाहिँ अनुभव छ। अब यहाँ चाहिँ होइन, यसलाई चाहिँ सरकारले के गर्नुपर्छ जस्तो लाग्छ हजुर? सरकारले विद्यालय सञ्चालनको लागि उपयुक्त रूपमा बजेटको व्यवस्थापन गर्नुपर्छ। सरकारले पनि कडाइका साथ सामुदायिक विद्यालयमा नै आफ्नो छोराछोरीहरू
लाई पढ्नको लागि प्राथमिकता दिनुपर्छ, कडाइका साथ लागू गर्नुपर्छ। नत्र भने राज्यद्वारा नै कुनै पनि प्रोसेस भएन भने सरकारी विद्यालयहरू दिन प्रतिदिन घट्दो क्रममा रहनेछ भन्ने मेरो बुझाइ हो। अब जस्तै अब विद्यालय मात्रै नभएर देश र जनताको लागि महत्त्वपूर्ण शिक्षा संस्थान भयो, अर्को हेल्थको भयो होइन, उता स्वास्थ्यको, हजुर। अब उता जुन फाइनेन्सियल छ अर्थको सबै कुरा चाहिँ अब सरकारी नै निजीकरणमा चाहिँ अब पुरा ज्यादा फस्टाएको स्थिति, यसले के गर्ला देश र जनताको लागि, कस्तो विश्लेषण गर्नुहुन्छ? यही निजीकरणकै कुरा गर्दाखेरि अहिले हाम्रो शिक्षा क्षेत्रमा पनि यो निजीकरण र सरकारीको बिचको प्रतिस्पर्धा छ, जुनमा सरकारले दिन प्रतिदिन सरकार पन्छिने, शिक्षा क्षेत्रबाट पन्छिने जुन योभन्दा अगाडिका सरकारहरूले गरिरहेको अवस्था हामी देखिरहेका थियौँ। जस्तै सरकारी विद्यालयले एउटा सामुदायिक विद्यालयमा हस्तान्तरण गर्ने एउटा जुन अभियान ल्यायो, त्यो भनेको नै सरकार हामीलाई पन्सिएको जस्तो अनुभूति भइरहेको थियो। त्यहाँदेखि नै यो सरकारी विद्यालयहरू खसिँदै गएको हो कि भन्ने मलाई लागिरहेको छ। त्यसैले नै सरकारले अब कडाइका साथ आफ्नो लगानी, आफ्नो दायित्व सरकारी विद्यालयमा बढी मात्रामा लगानी गर्नुपर्दछ, प्रोत्साहन गर्नुपर्दछ र सरकारी विद्यालयमा नै आफ्ना छोराछोरीहरू, कर्मचारीहरू, शिक्षक लगायतका सम्पूर्ण जनप्रतिनिधिका लगायतका सन्तानहरूलाई चाहिँ सामुदायिक विद्यालयमै अध्ययन गराउने एउटा जुन सरकारले एउटा वातावरण सिर्जना गर्दैन, तबसम्म यो समस्या जीवो रहिरहन्छ भन्ने मेरो विश्वास हो। लु त्यसो गरौँ केटा, खाना चाहिँ यतै बुहारी नानी तयारी भइसकेको छ फेरि। त्यसो गरौँ। हजुर भन है। अनि बाजेहरूले त शराब छ त, यो स्कुल नै पठायौँ भने त अनि खाजा पनि स्कुलले दिने भन्दा पनि अब आफ्नै खाजा खुवाउने प्राइभेट स्कुलमा अब लाने भन्छ हाम्रो। अब यो चाहिँ यो पश्चिमा देखावटी चाहिँ हाबी भएको छ। पर त त्यो के गर्छ परले भन्ने होइन, परले त केही गर्दैन। पर त ल्यायो भने ठिकै छ, पहिला त्यही त भनेको, पहिला आफ्नो घर हेर्नु पर्यो, लगिन भने पनि ठिकै छ। मास्नको लागि मरुवाको मान्छे यहाँ आइदिने होइन, माथि दिदिङको मान्छे आइदिने होइन, यहीँको मान्छेले गर्नुपर्ने हो सबै चिज। अब खासै अब पहिल्यैदेखिको अब यस्तै हुनुपर्ने थियो हो। खासै अब सबैले यही नै घर दैलो अभियान, सरकारी स्कुल बचाउने कार्यक्रम। अरू बेला दान माग्ने होइन, अन्न पानी पैसा, आज चाहिँ छोराछोरी द्याउ, कसको सस्तो छ दिनु पर्यो। छोरा कि छोरी दिने? स्कुल पढाउने नानीहरू चाहिँ हामीलाई के भनेको हो, हाम्रो पनि स्कुल छ, हामी स्कुलमा पढाउँछौँ नानीहरू भनेको। अनि अब यो 4 बजे आफू सुनेको होइन, हामीले आफूले दिनभरि 4 होइन 3 बजे नै छुट्टी हुन्छ है। अनि त्यही जन्म दर्तामा आर्य छ। ए लु, आफ्नो गुरुङ भाषामा नाम राख्नु है। आर्य भनेको त बाहुनलाई भन्छ त, आर्य राख्नु हुँदैन। त्यही त होइन, आर्य चाहिँ हाम्रो हुँदैन कि, हाम्रो गुरुङको भाषामा राख्नुपर्छ नाम है। नाम अनि त्यो भन्दै गर्छ कि जन्म दर्तामा चाहिँ आफ्नो राख्नुपर्छ। हाम्रो छोराछोरी छैन, हाम्रो त सबै सरकारी स्कुलमा लाउँथ्यौँ नि। तर जन्म दर्ता चाहिँ बनाएको छैन अहिले। लु त्यहाँ विचार गर्ने, आमा बाउले पछाडि धोका हुन्छ कि राम्रो आफ्नो गुरुङ भाषामा नाम राखिदिने। सुरुमा बिगाएर भने पछाडिसम्म बिग्रिन्छ। अब यसलाई दुवै दृष्टिकोणले हेर्न सकिन्छ, किनभने एउटा कम्पिटिटर खडा गरेको पनि हुनसक्छ, जसले गर्दाखेरि एउटा निखारता आउँछ भन्ने एउटा अपेक्षा पनि हो। त्यसो हुँदाखेरि प्राइभेट सेक्टरलाई पनि त्यसरी पुरै नकारात्मक रूपमा चाहिँ हेर्नुहुन्न भन्ने मलाई लाग्छ। तर गभर्मेन्ट आफै अलिकति जिम्मेवार भएर लाग्ने भने प्राइभेट सेक्टरको काम छैन। जब गभर्मेन्ट चाहिँ अलिकति
बढी लुज हुन्छ, मतलब फ्याक्जिबल अलिकति कमजोर हुँदै जान्छ। अब प्राइभेट सेक्टरले देश र जनताप्रति उत्तरदायी नहुने सरकारको कारणै यो स्थिति भएको किन? रिजन चाहिँ त्यहाँ हो। अहिले प्राइभेट सेक्टर फैलिनुको कारण हो कि त्यहाँ त केही राजनीति पहुँच भएको होइन, बिचौलिया कमिसनखोर त्यही त फैलाएको होइन। मेन कुरा चाहिँ अब राज्य संरचना या चाहिँ नेतृत्व जो भनौँ न होइन, नेतृत्वको कमी कमजोरीको फाइदा त्यहाँ उठिरहेको छ। यदि जब पनि नेतृत्व चाहिँ अलिकति परिपक्व छ, यदि सक्षम छ भने त्यो चान्स छैन। सामान्य रूपमा चाहिँ हेर्न सकिन्छ नजिकैको देशहरू हाम्रो होइन, पूर्वी एसियामै धेरै रहेछन्, धेरै कन्ट्रीहरू होइन। अब यहीँ भुटानमा हेर्ने हो भने स्वास्थ्य र शिक्षामा चाहिँ 0 कस्ट, 1 रुपियाँ पनि खर्च लाग्दैन होइन। अनि भुटान जस्तो देशले गर्दाखेरि हाम्रो नेपालले किन गर्न सक्छ? सामान्य शिक्षा र स्वास्थ्यको लागि त के गर्न सक्छ नि त नेपालले। त्यसको चाहिँ रिसोर्सहरू पनि नेपालमा पर्याप्त छ होइन। हामी त त्यो कस्तुरीको नाभि सौसर हो क्या। हामी चाहिँ आफ्नो सुगन्ध खोज्न चाहिँ संसार नेपाली नपुगेको कुन देश होला र धरतीमा होइन। हिरामतीको खानीमाथि उभिएर हिरामती खोज्ने होइन। हामीसँग प्रचुर सम्भावनाहरू छ, तर त्यही नै हो विडम्बना। अब हाम्रो राज्य संयन्त्रमा बस्ने जो नेतृत्वहरू छ, समस्या त्यहाँ उनीहरूमा क्षमता नभएर होइन, फेरि म नेतृत्वलाई क्षमता नभएर भन्दिनँ, नचाहेर एकदम उहाँहरूमा इमान्दारिता नभएर। एउटै चिज हो उहाँहरूको समस्या, इमान्दारिता छैन। मैले अहिलेसम्म इमान्दार नेतृत्व देखाएको छैन यो देशमा। हजुर धन्यवाद। हामी इन्डिया र चाइना जोड्ने, चाइनासँगको किमाथाङ जोड्ने नेसनल हाइवेमा छौँ र यहाँ चाहिँ अब यो निजीकरणले ध्वस्त भएको सरकारी संरचनाहरू, सरकारी संस्थानहरू कसरी बचाउने, सामुदायिक स्कुलहरू बचाउनुपर्छ। 2-4 जना बिचौलीहरू कमिसनखोर तन्त्रको हातमा तालाचाबी जाँडो पुर्याउ नजाओस्, उनीहरू मात्रै धनी भएर पुरै 3 करोड रुनु नपरोस् जनताहरू भन्ने अभियानको साथ यहाँ गरिदिनु अभियान, बच्चाहरूलाई नाम लेखाउने, स्कुल पठाउने भन्ने कुरा मोटिभेट गर्दैछ। लानु पर्दैन, नलगिदिनुहोस् न। हामीले आज 15-16 जना जति तल पुछार गाउँबाट टिप्दै आयौँ। नानीको टिप्नु पर्दैन। यसो बच्चा चाहिँ ल्याइदिनु, हामी मिसहरू हुनुहुन्छ 2 जना होइन, स्याहार समार हुन्छ नि त। मिसहरू पनि गाउँले छ नानीको। कति वर्ष पुग्यो नानीले? अब 2 पुरा हुन्छ। ठिकै हो त नि। ठुलो भइगएछ उता चाहिँ 1-1.5 वर्षको अलि यहाँको जेठो रहेछ नि। 4 महिना जेठो हो। ठिक भइहाल्छ। बच्चाको नाम के भयो नि? एलिसा गुरुङ। जन्मदत्ता छ कि छैन? जन्मदत्ता बनाएको छैन। गुरुङ भाषामा बनाउनु है। नाम चाहिँ त्यो सीता गीता राख्नु हुँदैन नि। सीता गीता सरस्वती राख्नु भएन। आफ्नो भाषाहरू सोधेर खोजेर अहिले त फेसबुकमा पाउँछ, पश्चिमको गुरुङहरूलाई कन्ट्याक्ट गर्ने, के भन्छ कति सालको गर्ने है सरहरूलाई भन्ने। जन्ममिति 2082। सर र म्याडम सबै तम्म गुरुङहरू। 1 महिना 17 गते। होइन गरे सर, आफ्नो भाषामा राख्नु पऱ्यो नि त। स्कुलमा के अरे जन्म दर्ता। ससुरालीको मैला जेठानको छोराले केटी ल्याएछ, बिहा खान जान भनेर भनियो। दसैँको त्यो टिकाको भोलि पछिपल्ट अनि केटी ल्याएर चाहिँ भुजेल केटी ल्याएर छ। कुन गोत्र पर्छ भनेर युट्युबमा खोजियो। त्यो युट्युबमा त संसार कता के भन्दा के को बुझ्नु हौ त्यो के हो के हो कसले? बेहुलीलाई थाहा छैन होइन? बिउले थाहा नै छैन। सुरेशले होइन, हाम्रो माइला जेठानको छोराले। अनि के अरे अब कसले मागेको केटी कसले मागेर ल्याएको अन्त मोबाइलले कुटुनी भनेपछि त कहाँ के गरिन्छ सर? 21 यस्तो खालको पहिचानबिन भइन्छ नि त। अगाडि चाहिँ एडमिसन बालबालिका प्राइमेरी स्कुल छ यो शङ्खसभा खानवा 4 मा। र यहाँ चाहिँ हाम्रो हेड सर हुनुहुन्छ रुद्र तमज्यू। तपाईँले के भनिदिनु पर्यो सर, अब किन चाहिँ यहाँ सरकारी विद्यालयहरू चाहिँ बन्द भएर
अब उता प्राइभेट बोर्डिङहरू चाहिँ फस्टाउँदैछ, यसको कारण के होला तपाईँले अहिलेसम्म बुझ्नुभएको भनिदिनु तपाईँ। यहाँनिर सरकारी विद्यालयहरूमा विद्यार्थी सङ्ख्या कम हुँदै गइरहेको अवस्थालाई मध्यनजर गर्दा हाम्रो यस खादबारी नगर अन्तर्गत कुनिना बोर्डिङ स्कुल पनि नजिकमा रहेको छ, सँगसँगै अरुण भ्यू बोर्डिङ स्कुल पनि रहेको छ र कालिका माध्यमिक विद्यालय पनि सँगसँगै रहेको छ। कालिका माध्यमिक विद्यालय, श्री बालबालिका आदर्श विद्यालय, यी सरकारी विद्यालयहरू सामुदायिक विद्यालयहरू अन्तर्गत रहेका छन् र जहाँ दुवै विद्यालयहरूमा विद्यार्थी सङ्ख्यालाई हेर्दा न्यून देखिन्छ। यसको प्रमुख कारण चाहिँ यी नजिकमा निजी विद्यालयहरू, बोर्डिङ विद्यालयहरू रहेको कारणले नै हाम्रो विद्यालयहरूमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गइरहेको अवस्था छ, जहाँ अभिभावकहरूको चाहना पनि सरकारी विद्यालयहरूभन्दा निजी विद्यालयमा नै आकर्षण बढेको पाइएको छ, जसले गर्दा हाम्रो सरकारी विद्यालयहरूमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गइरहेको छ। यसलाई प्रमुख रूपमा सरकारले पनि नियन्त्रण गर्नको लागि जुन अहिले नयाँ बन्दै गरेको सरकारले जुन सरकारी कर्मचारी, शिक्षकका बालबच्चाहरू सबै सामुदायिक विद्यालयमा, सरकारी विद्यालयमा नै भर्ना गर्नुपर्छ भन्ने अभियान ल्याइरहेको अवस्थामा यसलाई वैधानिक रूपमा राज्यले पनि अगाडि सारे भने केही सरकारी विद्यालयहरूलाई राहत पुग्ने मैले अपेक्षा राखेको छ। नत्र भने सरकारी स्कुलहरू दिनानुदिन यही तरिकाले घट्दै गइरहेको अवस्था मैले बुझेको छु।